मलाई त तिम्रो भन्दा बाइक माया लाग्छ फेरि खै म यही टिकट काटेर यहीँबाट जान्छु नि बिहान म रुट्दै काममा गएको थियो अनि त्यसपछि मलाई हग्गर माया गर यताउता भनेर भन्नुपर्छ हेर मैले भने कसरी नजबरजस्त हग्गर माया गर मलाई यस्तो गर उस्तो गर भनेर भन्नुपर्छ ला हेलो म चाहिँ काममा जाँदैछु ए लठी खै लठी ओइ हेर्नै मन लाग्छैन 20-22 का तरुनी बिस्तारै हो बिस्तारै बिस्तारै पुग्छ यसले समोसा अस्ति तिमीले त नि आफ्नो भ्लगमा त मेरो हैन हाम्रो भ्लग हामी भनेर भन्दा थियो नि त्यही मैले देखेँ एकमान पैसा छ निकाल्नु दिनभरि यही बस्नु मन लाग्यो म त यही बस्छु होला आज तिम्रो नयाँ नाना देखाइदेऊ न अब यो चाहिँ अमिरको होइन नयाँ नाना उसको यो टिटा बनाउनु चाहिँ उसको फेरि मुड चल्नुपर्छ है ए मैले बनाउन भने बेला मान्दैन अब एकछिनलाई चाहिँ फोटो सोटो खिचिदिन्छु राम्रो राम्रो फोटो खिचिदिन्छु अनि त्यसपछि उसलाई काममा लहरिदिन्छु अनि म चाहिँ घुम्न जान्छु मलाई कहिले लहट होला ल त्यो एकमा चलाउ भनेको होला देख्न सक्नुहुन्छ सब नेपाली नेपाली को हुनुहुन्छ प्रोस्पेराबाट मेन्सन गर्नु होला कमेन्ट गर्नु होला है 3 भयो जाऊ दौड भ्याउन न भ्याउँछ ल म अब काममा जान्छु मलाई काममा जानै मन छैन म रुट्दै काम जान्छु जान्छु म रुट्दै काम गर्छु म भक्ति आउँछु फर्केर ल बाई बाई मेरो हातले घुम्दैन ला गयो गुड मर्निङ सबैजनालाई आजको भ्लग चाहिँ कस्तो हुनेवाला छ भन्दाखेरि अब तपाईँले एकछिनमा देखिहाल्नु हुनेछ आजको भ्लग चाहिँ घरबाट सुरु हुँदैछ मैले बोलेको सुने कि छैन सुन्दा होला सानो सुने यता हेर्न सक्नुहुन्छ को आइरहनु भएको छ यता छ हाम्रो मिस ल हामी अब काममा जाँदैछु म चाहिँ काममा जाँदैछु उसलाई चाहिँ म काममा छोड्न जाँदैछु है बाइकमा उसको चाहिँ काम आज मेरो चाहिँ छुट्टी म काममा जादिन म पनि मेरो चाहिँ छुट्टी हेलो भन्देऊ हेलो म चाहिँ काममा जाँदैछु ए त्यो चाहिँ के गरेको काममा जानु पर्यो भनेर रुक लठी खै लठी लठी ऊ चाहिँ काममा जानुपर्छ भनेर रुइरहेछ है काम हेरौँ त कसरी नजाँदो रहेछ म लट्ठी सिम्किना खै सिम्किना खोज्नु जानु पर्यो अब पिटेर लानु पर्यो अब ल 7 मा ल उसले चाहिँ मलाई पैसा दिन्छ मसँग पैसा छैन नि त अहिले अनि त्यही भएर उसले चाहिँ मलाई पैसा निकालेर अनि दिन्छु रे अनि ऊ काममा जान्छ माया गरेर ए ल गर्लफ्रेन्ड भनेको यतिको चाहिँ हुनुपर्छ उसले मलाई आज पैसा निकालेर चाहिँ मलाई घुम्न खानलाई चाहिँ मलाई दिन लाग्छ मलाई चाहिँ यस्तो माया गर्छ उसले है त्यो गाडी हेर न मर्सिडिज त्यो हेर्नै मन लाग्छैन 20-22 का तरुनी अझै राम्रो हुन्छ नि 22 के अरे कति कट्या अरे 40 कट्याहरू नि है ल हामी चाहिँ यहाँ 7 मा आइसकेको छौँ किनभने हो ए ल मलाई पैसा दिने रे त्यही भएर ऊ चाहिँ पैसा लिन गइसक्यो अब म चाहिँ यहाँ एकछिन कुरेर बस्छु घाम यस्तो राम्रो लागेछ अनि त्यही हो अब उसलाई चाहिँ स्टेसनमा छोडेर अनि म चाहिँ फर्किन्छु बिस्तारै हो बिस्तारै बिस्तारै घुम्न जानु मलाई नजाऊ फेरि एकमा दिएको छ भरे कति फिर्ता ल्याउँदो रहेछ यो माया गरेर दिएको ल एकमान हो
ल यसले आज एकमा 10,000 दिनभरि आज पुग्छ यसले ए अझ त्यसो भन्दा त एकदम के झऱ्यो ए ल है म ब्यागमा हाल्छु यो ल उसले चाहिँ मलाई माया गरेर एक मान दियो है आज उसको छुट्टी छ त्यो भएर मैले एक मान चाहिँ ल तिमी मोज गर आज इचिङ तिम्रो आरिगातो गोजाइमास मलाई बाटो भन है मलाई थाहा छैन फेरि ल बसाऊ आज घाम लाग्यो यस्तो दामी भएको मौसम घुम्न जान पाएन घुम्न जान मन लागिरहेको छ जाउँ त्यसो ल यहीँबाट फर्काइदिउँ क्या म भनिदिन्छु ल हो सब भनिदिन्छु म हो जापानको बाटो साग रायोको साग हो क्या हेर त है जापानको घर चाहिँ यस्तो हुन्छ है यस्तै गल्ली गल्ली ट्याक्क होइन अब यहाँ तोमारेमा रोक्नुपर्छ यो तोमारे भनेको ठाउँमा चाहिँ ट्याक्क एकचोटि यसरी रोकेर अनि खाकुनिन गरेर यताउता हेरेर अनि जानुपर्छ ए हरेक घरमा गाडीहरू हुन्छ कि यहाँ चाहिँ ट्याक्क एउटा घरमा एउटा गाडी जापानको लाइफ यस्तै छ र यहाँ अब एकछिन यो मान्छे क्रस गर्नु लाग्छ होइन अनि पहिला हो यो मान्छेलाई चाहिँ पहिला जानु दिनुपर्छ अनि त्यसपछि मात्रै हामी सर दाहिने ल उसको चाहिँ ट्रेन छुटिहाल्यो है के मैले केही गरेँ छैन 43 को ट्रेन 43 भइसक्यो भ्याउँथ्यो होला हौ दौड्यो भने ल उसको चाहिँ ट्रेन छुट्यो है अब एकछिन अब कति 15 मिनट पछि अर्को आउँछ त्यही भएर अब कताबाट छिराउने ट्याक्क एकछिन पार्क गर्छौँ साइकल मात्रै बनायो क्या यहाँ हेर त बाइक पनि होला है उता स्कुटी राखेर राख्नु के हुँदैन होला एकछिन राख्नु ल यहाँ चाहिँ अब एकछिन धेरै बेर राख्न चाहिँ मिल्दैन एकछिन चाहिँ राख्न मिल्छ समोसा ल हामी चाहिँ यहाँ यो स्टेसन नजिकै चाहिँ यस्तो पार्क छ यहाँ को हो यति राम्रो मान्छे जाउनु त्यहाँ वाउ तपाईँहरूलाई एउटा चिज देखाउँछु हामी त्यो चाहिँ मोबाइलबाट कस्तो आउँछ यो अहिले चाहिँ मैले गोप्रोबाट खिचिरहेको छु उता जाउँ त्यो रातो पात भएको काममा हिँड्ने मान्छे मोबाइलमा कस्तो आउँछ ओ कस्तो दामी वाउ क्या दामी छ है यहाँबाट पनि रेकर्ड भइरहेछ अनि त्यसपछि म यो पनि हाल्छु कुन चाहिँ राम्रो आउँछ भन्नु होला है यो मेरो ब्लग छुट्टी चाहिँ अब हामी एक रहेनौँ हामी फरक म आफ्नै भ्लग बनाउँछु अब उसले आफ्नै भ्लग बनाउँछ अस्ति तिमीले त नि आफ्नो भ्लगमा त मेरो होइन हाम्रो भ्लग यहाँ भनेर भन्दा थियो नि त्यहाँनिर त्यो के भयो नि उयो फेसमा हाल्दाखेरि हेर्दाखेरि के भयो त नि के हाम्रो मेरो हो त्यो होइन म मान्दिनँ हाम्रो होइन मेरो भन्नु मेरो होइन मैले देखेँ एक मन पैसा छ निकाल्दियो वाउ साँच्ची नै भाइ वाउ खतरा दिएको दिनभरि यहीँ बस्नु मन लाग्यो म त यहीँ बस्छु होला आज नयाँ नाना देखाइदिउ न अब यो चाहिँ अमिरको होइन नयाँ नाना उसको यो अस्ति मैले जाडो महिना लाग्यो भनेर किन्यो नेपालबाट ल्याएको एउटा लाएर त्यो उयो भइसक्यो पुरानो भइसक्यो फाल्न मान्दैन यार अनि त्यस पछाडि मैले चाहिँ अस्ति मानिरहेको थिएन अझै किन्न होइन न टरिरहेछ भइरहेछ भन्छ यार अनि मैले लगेर किनाइदियो जबरजस्ती किनाइदियो अनि उसलाई चाहिँ अब ऊ धेरै हाइटवाला मान्छे चाहिँ होइन त्यो भएर
फेरि त्यो मुनि मुनि सुकेको च्याप्राक त कस्तो भयो नि झन् त्यो यत्रो उयो जस्तो देख्ने कि सानो जस्तो देख्ने मेरो पालो नि लामो 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 किन्दै यहाँ मैले तिम्रो यहाँ गइरहेको छु कि बयान गरिरहेको छु हेर उता जाने यो दुइटा जाने हेर पर्लै हेऱ्यो हामीले त अनि उसलाई चाहिँ यस्तो किनेर अहिले अब जेस उ भयो नि त लामो देख्छ यस्तो भइस् त ए मैले टिटा बनाउन भन्दाखेरि चाहिँ मान्दैन अब बनाऊ एक टिटा बनाउनु चाहिँ उसको फेरि मुड चल्नुपर्छ है ए मैले बनाउन भने बेला मान्दैन कस्तो दामी देखायो मैले चाहिँ नि कपाल अस्ति काटेको अस्ति कपाल काटेको हे दिन्छु याद छैन अहिले काटे कपाल कति लामो थियो कति छोटो थियो मैले त नभनेको छैन छैन कसले काट्यो भन्दै भन्दा कति दिन भइसक्यो कपाल काटेको कति दिन पचास कपाल काटेको मैले सोचेँ याद होइन मैले कपाल काटेको छैन भने तिमीलाई थाहै हुँदैन याद गर्नु परेन कपाल कति पहिला कस्तो थियो अनि सोधेको एन्सर कसले दिन्छ यहाँनिर छिटो पठाइदियो यो पात के हो छिटो यहाँ मम्मी चाहिँ पठाइदिनु पर्यो अब एकछिन उसलाई चाहिँ फोटो खिचेर होइन अनि उसको चाहिँ फोटो खिचिदिन्छु राम्रो राम्रो फोटो खिचिदिन्छु अनि त्यसपछि उसलाई काममा लहारिदिन्छु अनि म चाहिँ घुम्न जान्छु मलाई कहिले लहट होला ल त्यो एकमा चलाउनु हालेर होला त्यो एउटा ठ्याक्कै आइरह मान्छे उसलाई ध्यान लाग्यो होइन अब एकछिन फोटोसुट पुरै निकाल्ने कि आधी मात्रै उसमा त आउँछ 11:05 को हो 4 मा त आउँछ मनी आऊ कि हुन्छ त्यहाँ फेरि हुने कि बाइक केही हुँदैन होला अनि तिमीलाई आज त तिमी एक्लै घुम्दाखेरि कस्तो फिल भइरहेछ कहाँ एक्लै अनि तिमीलाई म त जान्छु होला कहाँ कता कता टोकियोतिर जान्छु म आज म त आज टोकियोतिर जान्छु हो 3 भयो जाऊ दौड भ्याउँदैन भ्याउँछ ल म अब काम जान्छु मलाई काम जानै मन छैन म रुद्दी काम जान्छु जान्छु म रुद्दी काम गर्छु म भत्सी आउँछु ल बाई बाई ल बाई 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 यसो जाँदैछ बाई बाई मेरो हातले घुम्दैन ला गयो चाहिँ काममा गइसकेको छ म चाहिँ अब यहाँ सबै डुल्दै हिँड्नु परेपछि म चाहिँ अहिले सिजुओकाको हिगासी स्टेसनमा छु उषा चाहिँ गइसकेको छ काममा बाई 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 अहिले म तपाईँहरूलाई बुलेट ट्रेन देखाउँछु बुलेट ट्रेन आयो भने अगाडि छ माउन्ट फुजी अब ट्र्याकको अहिले ट्रेन आउँछ यस्तो दामी रहेछ है अनि त्यसपछि तपाईँलाई म उ गर्छु आयो ट्रेन ओ दुईटा एकैचोटि यार कस्तो टाइमिङ के ठ्याक्क भिडियो गरेको रेकर्ड गरेको है ठ्याक्क ट्रेन आएर कि दुवै साइडबाट आएर कि उताबाट पनि यताबाट पनि यो अन्त यार आज दिनभरि यतै बसौँ कि जस्तो लागेको छ है अरू दिनभन्दा चाहिँ दामी परेछ कि तलसम्म सर यो देख्न सक्नुहुन्छ नि तलसम्म परेछ कि अहिले चाहिँ यस्तो दामी भएको छ यस्तो दामी भएको छ ल हेर्नुहोस् गाइज नेपालबाट पनि माउन्ट फुजी हेर्न सकिन्छ है ट्याक्क कसरी भन्दाखेरि यो भिडियो मैले हालेपछि नेपालमा हुने दाजुभाइ दिदीबहिनीहरू सबले हेर्नुहुन्छ म तपाईँहरूलाई जापान देखाउँछु र म लास्ट जाने बेला चाहिँ म एकचोटि तपाईँहरूलाई बुलेट ट्रेन देखाएर जान्छु है अहिले एकछिनमा आउँछ म यहाँ धेरै बेर भइसक्यो बसेको अघिदेखि है यहाँ जानै मन लाग्छ छैन कि जानै मन लाग्छ छैन है अब जानु पनि हुन्छ लास्ट एकचोटि म तपाईँहरूलाई बुलेट ट्रेन देखाउँछु अनि त्यसपछि म चाहिँ यहाँ निस्किन्छु
ल देख्नु भयो नि त यो लास्ट हो देख्नु भयो नि त ल म यहाँबाट निस्किन्छु यो खास तपाईँहरूकै लागि मैले भिडियो गरेको ल गाइज अब म यहाँबाट निस्किनु पनि हुन्छ म धेरै भयो यहाँ बसेको अब एकैचोटि अब बेलुका भेटौँला है जानु पनि हुन्छ बाई गाइज गाइज म चाहिँ अहिले बाइक बाटोमा आइसकेको छु है म चाहिँ अब यहाँ निस्किन्छु यस्तो दामी हावा चलेको छ यस्तो दामी यस्तो मजाको छ है यहाँबाट जानै मन लागेको छैन कि मलाई ट्याक्क यहाँ देख्न सक्नुहुन्छ सेटअप गोप्रो सेटअप यही हो यसबाटै हो भिडियो गर्ने मैले यहाँ छ बाइक हाम्रो अझ भर्खर कति बजे धेरै भएन हो अझै बाँकी छ 12:30 भयो है 12:30 भयो भर्खर अझ आधा दिन त बाँकी नै छ चोक्कै है ट्याक्क अब कता कता जान्छु म अनि यहाँ देख्न सक्नुहुन्छ एमटी होइन एमटीको बाइक रहेछ म चाहिँ अहिले घर जाँदैछु अनि ट्याक्क देख्न सक्नुहुन्छ यहाँ सब नेपाली छ कि यो चाहिँ अहिले गएको छुट्टी हुने बेला ठ्याक्क पऱ्यो है प्रोस्पेरा गएको भन्ने चाहिँ यहीँ रहेछ यहाँ गएको सकेर अब कोही कामतिर कोही घरतिर होइन सब नेपाली हो सब नेपाली ट्याक्क कति धेरै को हुनुहुन्छ प्रोस्पेराबाट यहाँ मेन्सन गर्नु होला कमेन्ट गर्नु होला है अब हाम्रो खुल्यो बाटो हामी जानुपर्ने हुन्छ यता त्यही हो गाइज म चाहिँ अब घर जान्छु सिधै घर गएर खानासाना खाएर अनि निस्किन्छु सो म चाहिँ अहिले जाँदैछु म चाहिँ अब उषालाई लिन आएको स्टेसनमा जाडो लास्टै त्यही भएर ज्याकेट पनि बोकेको छु मैले उषाको लागि ल अब त्यहाँ माथि गएर भेटौँ है र म चाहिँ अहिले छु स्टेसनमा यही ट्रेनमा होला सायद उषा आएको ट्रेन चाहिँ म चाहिँ यहाँ पियानोको उसमा बस्छु है उसले गर्छ म खाएको गर्छु ल यहाँनिर बस्छु म चिन्छ कि चिन्दैन है याद गर्छ गर्दैन गाइस म चाहिँ यहाँ बसिरहेको छु उषा झरिसक्यो अब उषा चाहिँ आइसक्यो है पछाडि चिने यस्तो हेरेको जग्गाले यस्तो हेर्छु त अनि है भन्दाखेरि म जग्गा लिएर आइदिएको तातो हुन्छ भनेर ए आज दिनभरि बसी घरमा नि दिनभरि बाहिर माछा मार्न गइछ गएको जो चाहिँ यहाँनिर एकीमा लिन आएछ यहाँ एकीभित्र अहिले रात 11 बजे 11:30 बज्यो अनि ऊ चाहिँ मलाई बिहान छोड्न आएको थियो मलाई ढिला गरिदिनु उयो हो होइन त बिहान यो ब्लक भइरहेको छैन म भन्छु नि अनि मलाई बिहान ढिला गरिदिनु उयो हो अन्त बिहान म रुन्दै काममा गएको थियो अनि त्यस पछाडि मलाई हग्गर माया गरेर यताउता भनेर भन्नुपर्छ हेर मैले भने पछाडि मलाई जबरजस्ती हग्गर आएको यो मैले नभनिकन आएको होइन मैले भन्ने पछाडि चाहिँ मलाई हग्गर आइदिँदाखेरि हग्गर माया गरेर मलाई यस्तो गर भनेर भन्नुपर्छ ला ऊ चाहिँ आज घर बसेर मैले 1 मान दिएको थियो मैले थाहा पाइछु 1 मान दिएर मैले यस्तो बिउ गरेछ कि यो मुसुम गरेर 1000 चार्ज गरेर 1 मान चार्ज गरेर आएछ फेरि 1 मान सट्टै हालेछ पैसा फिटाउँदैन कसो भन्यो त्यहाँ मान्छेले भन्यो पैसा फिटाउँदैन भनेर भन्यो के भन्यो त्यहाँ मान्छेले आउँदैन भन्यो यो त कमेडी हो म त एकले हाँस्यो पैसा हालेर 1000 चार्ज गरेको रे 1 मान छिराएछ हालेछ अनि बिहान मैले घुम्नु जाऊ है मैले चाहिँ के भनेको घुम्नु जाऊ मलाई कुरा खाऊ त्यसपछि यसो तिमीलाई काके गर्न मलाई चाहिँ गर भनेको त उसले 1000 गेउ मुसुकाम गएर चाहिँ चार्ज आमा हालेछ 1000 हालेको रे 9000 फिटाउँछ भनेर भरेको कहाँ 1 मानै चार्ज भएछ अब त्यो फिटाएन यस्तो कुरा त बुझ्दैन होला मान्छे ए बजाउने फेरि खै ल भिडियो खिच त त्यसै बच्यो बच्छ नि यामा रे यामाको बच्छ के नि ए हुँदै 10 बजेबाट त उडे 10 बजेदेखि बिहानको के अरे बेलुकाको 6 बजीसम्म ए होइन बिहानको 10 बजेदेखि 6 बजीसम्म मिल्ने अहिले यो बज्दैन बज्दैन बज्छ थिचेर त ए बच्छ हुन्छ ए त डिस्टर्ब हुन्छ होला है किन्ची मिल्दैन रे मिल्दैन यहाँनिर 10 दिउँसोको 10 बजीदेखि बेलुकाको 6 बजीसम्म मिल्ने त्यसपछि नमिल्ने कति हार्मोनियम बजाउन आउँला जस्तै बजाउँछु भने ए मलाई लिएर आइदिएको मलाई माया गरेर लिएर आइदिएको ज्याकेट हो मलाई बाइकमा लिएर आइदिएको बाइकमा लानुपर्छ भनेर निश्चित ज्याकेट लिएर आइदिएको हो
बाइक चाहिँ कहाँ राखेको थियो? बाइक अँ। त्यो उसमा तल कि? पाचिनको ए वहाँ तल राखेको? ए त्यसले ल। जाला फेरि मलाई त तिम्रो भन्दा बाइक लजाउँ। मलाई त तिम्रो भन्दा बाइक माया लाग्छ फेरि भरे केही बाइकमा छसक्सिस केही भयो नि त त्यो त मेरो मुटु टुक्दा हो तिमी भनेको साइड नभए केही फरक पर्दैन अहिले मेरो बाइक त्यस्तो बनाइरहेको छ उसले म चाहिँ ट्रेनमा जानु परेछ खै म यहीँ टिकट काटेर यहीँबाट जान्छु म यहीँबाट पैसा हुनु पर्यो नि बिहान एक हो मलाई माया कति माया मैले उहिलेदेखि माया त्यो गर्थेँ त ल बाई 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 भनिदेऊ भन्दैन किन भन्नु बाई 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 हिँड न यहाँनिर त्यो झोला ए खोइ त नि बाई बाई खोइ त यहाँ छ ब्यागभित्र ल बाई बाई अहिले बाई भन्छ ल